यहाँ दिउँसो 12 बजेको दृश्य हो यो। चन्दा नगरपालिका वडा नम् तलियम र आधी भाग चाहिँ यो छाया परेको जस्तो भागलाई चाहिँ रोगाइबाट हेर्नु त थाम अनि बारीको स्यालाङ स्यालबाट हेर्नुहोस् त कस्तो देखिएको छ। ल यो तलिमको भूभाग हो। हेर्नुहोस् त यो बैलकाटिया हेर्नु सेतै छ। ग्रिन हाउस प्रत्येकको घरमा जस्तो छ। हेर्नुहोस् त कति राम्रो, कति रमणीय, कति सुन्दर। वाउ हेर्नुहोस् त यो 70 पिरल भन्छ। यो रातो देखिने चाहिँ 70 हो, पिलर हो। अलिक कालो चाहिँ दाउरा हुने नि। 70वटा चाहिँ मल गाईबस्तुलाई मलको रूपमा गरिन्छ भने गाईबस्तुको प्रयोग गरेर, दिसा प्रयोग गरेर यो चाहिँ नि वनदेखि ल्याउँछन् यो दाउरा। यो चाहिँ विशेष यो टाढा घरदेखि टाढा राख्नु राम्रै हो जस्तो छ। किनकि यो आगलागी उबाट फेरि सुक्खा मौसममा आगलागीबाट बच्नको लागि सहज हुन सक्छ हुन्छ। त्यसै नै यो घरदेखि टाढा वस्तुहरूलाई टाढा गर्नुपर्छ। ल भिडियो हेरेर तपाईँहरूले चाहिँ मनोरञ्जन दिनु होला र लाइक कमेन्ट सेयर गर्नु होला। के कसो हो साथी हो हजुरहरूको माया वृत्ति।